सो गाइज यो चाहिँ देख्न सक्नुहुन्छ हैन यो चाहिँ फ्युचर अफ माल्टा 2050 मा देखिने माल्टा यो भित्र कस्तो छ हैन त्यो 2050 मा जस्तो माल्टा देखिन्छ त्यस्तो नै पुरा भिजुअल बनाएर राखेको छ र म चाहिँ यसमा चाहिँ 1 घण्टा पछि फेरि आउने छु त किनकि अहिले चाहिँ अलिकति प्रब्लम छ रे भनेर छिर्न दिएन सो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड न्यू भिडियो सो गाइज आज चाहिँ म भेलेटा आएको छु किनभने तपाईँहरूलाई आज भेलेटाबाट माल्टाको एउटा स्पेसल चिज देखाउनको लागि भेलेटा आएको छु र अहिले भनेको चाहिँ त्यो ठाउँमा चाहिँ अलि छिर्नलाई अलिकति प्रब्लम रहेछ सो त्यही भएर 10 मिनट पछि आउनु भनेर भन्यो सो त्यही भएर म यसो यहाँ गन पड्काउने ठाउँतिर जानको लागि यहाँ आएको छु अनि टक्क मेरो पछाडि देख्न सक्नुहुन्छ होइन यहाँ चाहिँ मिनिस्ट्री अफ माल्टाको त्यो बिल्डिङ हो होइन सो त्यसको अगाडि म बसेर भिडियो बनाउँदैछु सो त्यसमा चाहिँ किनभने अहिले म ब्याट्रीमा जान्छु अनि त्यसपछि चाहिँ गन पड्काएको देखाउँछु अनि त्यसपछि आजको मुख्य काममा लागि चाहिँ म तपाईँहरूलाई देखाउने छु र यो भिडियोमा चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यो भिडियो मार्फत चाहिँ मैले तपाईँहरूलाई पहिला पनि मैले तपाईँहरूलाई एउटा भिडियो बनाएर भनेको थिएँ होइन एउटा भिडियोमा सो त्यसमा चाहिँ मैले लगभग तपाईँहरूको रेस्पोन्स राम्रै पाएको थियो जुनमा मैले 1000 सब्सक्राइबर कम्प्लिट गरेको र अनि फेरि त्यसपछि वाच टाइम अलिकति कम भएको त्यसको चाहिँ मैले गुनासो गरेको थिएँ सो त्यसमा पनि तपाईँहरूको रेस्पोन्स राम्रो आएको थियो त्यही भएर अलि फेरि नयाँ नयाँ भिडियोहरू बनाउन गइरहेको छु र त्यस आशा छ यो भिडियोमा पनि तपाईँहरूले एकदम धेरै माया गरिदिनु हुनेछ होइन र आज भनेको चाहिँ छुट्टीको दिन थियो अनि माल्टामा भनेको चाहिँ अहिले कस्तो भइरहेछ भने लगभग अब सिजन सुरु भइसक्यो सिजन सुरु भइसक्दाखेरि एकदम गर्मी बढ्छ अनि टी सर्ट र सर्टमा चाहिँ हिँड्नुपर्ने अवस्थाहरू भइसकेको रहेछ सो त्यही भएर अनि अहिले चाहिँ म ब्याट्रीको तल जान गइरहेको छु र अनि त्यसपछि त्यहाँबाट फर्केर चाहिँ तपाईँहरूलाई यो हुन्छ नि त्यो माल्टाको 2050 को भिजन त्यहाँ अगाडि छ त्यो वाटर फ्रन्टको अगाडि छ सो त्यसमा गएर म तपाईँहरूलाई 2050 मा चाहिँ माल्टा कस्तो देखिनेछ सो त्यो भित्र छिरेर देखाउने छु सो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला र मन पऱ्यो भने चाहिँ लाइक एन्ड सेयर अनि च्यानललाई सब्सक्राइब गरेर साथ दिनु होला अनि अहिले चाहिँ म ठाउँमा छु होइन तपाईँले हेर्न सक्नुहुन्छ मेरो पछाडि टन्नै मान्छेहरू छ अहिले समर सुरु भइसक्यो समर सुरु हुनासाथ मान्छेहरू बढ्छ नि त सो त्यही भएर अब चाहिँ म जाँदैछु आमामा आजभोलि चाहिँ समर सुरु हुने बित्तिकै हेर्नु न यो घुम्न आउनेहरू चाहिँ एकदम मात्रामा बढ्छ क्या यार प्रायः जस्तो चाहिँ स्टुडेन्टहरू हुन्छ यता घुम्नको लागि चाहिँ जति हुन्छ नि जताबाट पनि स्टुडेन्टहरू चाहिँ एकदम घुम्नको लागि आउँछ र आज म तपाईँहरूलाई चाहिँ यस्तो बवाल भ्यूहरू पनि देखाउने छु यहाँको ल ओहो त्यहाँ चाहिँ के भएछ यार कुनै फ्याक्ट्री जले जस्तो छ होइन पुरा धुवा धुलो मुस्लो आइरहेछ त यार र स्पेसली आज भनेको चाहिँ म जाँदैछु हो यहाँ माल्टा टाइम गन म्युजियम यहाँबाट चाहिँ टक्क गनहरू पड्किन्छ के हुन्छ त्यो हुन्छ नि त सो त्यही देखाउनको लागि आएको अनि यहाँ चाहिँ अनि त्यसपछि चाहिँ म उता जान्छु ल भ्याकेन्सी पनि रहेछ यार यस्तो मजा गरेर न घोडा ह्यान्डी आर्ट यस्तो हुन्छ यहाँ माल्टाको खासियत भनेको यस्तोहरू हो यस्तो यो भेलेटाभित्र यस्तोहरू टन्नै छ यो भनेको चाहिँ होटेलहरू हुन्छ त्यहाँ चाहिँ रेस्टुरेन्टहरू हुन्छ ल गाइस अब म छिर्न गइरहेको छु यहाँभित्र हेर न यस्तो बवाल छ टक्क लाएर यस्तो आनन्द छ यार 3 वर्ष भइसक्यो माल्टा आएको तै पनि फर्स्ट टाइम आउँदैछु यार यहाँ
अरू अरू ठाउँ त प्रायः सबै घुमिसक्यो होइन, तर 3 वर्षको माल्टाको बसाइमा फर्स्ट टाइम यहाँ छिरेको क्या म त। अब यहाँ गन फायर हेर्नु पऱ्यो भनेर आएको आज, खास गरी टाइम मिलाएर, नभएको टाइम पनि मिलाएर। ल यहाँ मान्छेहरू सब हेर्नको लागि It's a battery. It's a battery. ल गाइस अहिले चाहिँ म यहाँ टक्क लगाएर गन पड्काउने ठाउँमा छु होइन, माल्टा भेलेटाको गन ब्याट्री के भन्छ यसलाई होइन, गन पड्काउने ठाउँ। अब एकछिनपछि पड्किन्छ होला सायद, अब हेरौँ एकछिन होइन। अनि ऊ यहाँ चाहिँ तल चाहिँ हेर्न सक्नुहुन्छ मजाले गोजो जाने फेरि गोजो जाने बोर्ड चाहिँ भिआइपी रहेछ यार, त्यो चाहिँ मस्त गइरहेको छ होइन। त्यसलाई म तपाईँहरूलाई जुम गरेर देखाउँछु, हेर्न सक्नुहुन्छ। यो चाहिँ गोजो जान्छ यहाँबाट होइन, अनि टक्क लगाएर यो वरिपरिको सिनहरू हेर्न सक्नुहुन्छ, यस्तो बवाल छ। र अगाडि हेर्न सक्नुहुन्छ भ्यूज यस्तो बवाल छ, दामी छ। अनि यहाँ चाहिँ यो चाहिँ कुन ठाउँ रहेछ यार एक्ज्याक्टली चाहिँ थाहा भएन। अनि उयो चाहिँ म पहिला गएको जस्तो लाग्थ्यो, उयो चाहिँ सिलिमाको होला यार, सहर त खतरा छ। बोर्डहरू हेर्नु कस्तो मजाले, यस्तो भिआइपी बोर्डहरू। तल चाहिँ कन्स्ट्रक्सन पनि चल्दै रहेछ, यहाँ मुनि चाहिँ कन्स्ट्रक्सन पनि चल्दै रहेछ, बनाउँदै होइन। यहाँ तल चाहिँ बनाउँदै पनि रहेछ है, खलाएर सबै मजाले गइरहेको छ। उयो चाहिँ क्रेन हर्बर होला यार, उयो चाहिँ क्रेन हर्बर होला, यस्तो बवाल छ नि फेरि। अनि यो हेर्न सक्नुहुन्छ यस्तो बवाल चाहिँ, हेर न भिआइपी बोर्डहरू छ यहाँ। ऊ चाहिँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ होइन, टक्क लगाएर यो सामानहरूबाट चाहिँ यो भित्र चाहिँ बनेको हुन्छ अरे होइन, यो चाहिँ पार्ट्सहरू होइन। अनि पड्काउनेदेखि लिएर जोइन गर्ने के हो भनेर सबै देखाएको छ। यहाँ टक्क लगाएर यो गनभित्र हाल्छ त्यो सामानहरू, अनि टक्क लगाएर पड्काउँछ, अनि पड्काएपछि चाहिँ यो समुद्रतिर हानिदिन्छ। लेट्स सी अब कतिखेर पड्काउँछ, एकछिन हेरौँ न। यहाँ चाहिँ लोड गरिरहेछ, टक्क लगाएर दुईजनाले लोड गरिरहेको रहेछ। केही छिनपछि बडिङ पड्काइदिन्छ। र अर्को म तपाईँहरूलाई एउटा देखाउँछु, एउटा स्पेसल फेरि चढ्न जाने लिफ्ट हो होइन, यसरी जान्छ तल सर्लक्क तल यसरी, यहाँ मुनिसम्म जान्छ। यतिलाई 2 रुपियाँ लिन्छ, 2 युरो लिन्छ यतिलाई। मैले पहिला नै गएर आएको। अनि यहाँ अगाडि देख्न सक्नुहुन्छ यस्तो ठुलो जहाज हेर्नु त। यो जहाजमा भनेको चाहिँ तपाईँको फुटबल ग्राउन्डदेखि लिएर 3-4 कतिवटासम्म फुटबल ग्राउन्ड हुन्छ अरे भन्ने सुनेको थिएँ होइन, तर चढ्न त पाउँदैन, जान पनि पाउँदैन यो भित्र। तर बब्बल चाहिँ बवाललाई चाहिँ एकदम ठुलो छ, हेर्न सक्नुहुन्छ। यो मैले छड्केबाट गरेको हो भिडियो, तर पनि यस्तो बवाल छ, यो एकदम ठुलो छ। अझ योभन्दा ठुलो पनि हुन्छ हुन त। अनि त्यसको छेउछेउमा पनि सानोहरू पनि हुन्छ यसरी। अनि यो चाहिँ क्रेन हार्बर, यस्तो बवाल छ। अनि यतापट्टि हेर्न सक्नुहुन्छ यस्तो बवाल यस्तो हेर्नु न, भिआइपी खालको लग्जरियस खालको सिपहरू छ, यी बोर्डहरू बब्बालाई।
gentlemen, on behalf of Fondazione Veritatna, the Malta Heritage Trust, we wish to welcome you to the saluting battery here in the beautiful city of Valletta. We are now less than 10 minutes away from the firing of the evening gun, a tradition started here in Malta centuries ago that we keep alive even till today by firing one of our 32 public cannon down here on the battery. And we need to make the guns ready for the firing by bringing out the gunpowder here on the platform. And in order to do so, we need to ask all of our visitors standing on the platform to either join on the standing stage here in the back or behind the ropes on either side of the battery. So ladies and gentlemen, this is a standing stage, so we need to all to stand up so you can fit as many as possible on the stage, please. If you're not standing on the stage, please join behind the ropes on either side of the battery. And now if you're up in the gardens, you still have a chance to join us down here on the battery to be up close to the cannon when it goes off. All you have to do is walk down the stairs behind you in front of the fountain, or you head out of the gardens and follow the right-hand wall for a side entrance, which is more easily accessible. The tickets to join us down here are only €3 per person, €1 per kids under 16, and the proceeds will then go into a non-profit organization so we can keep the cannon firing down here on the battery. So we hope to see you down here for the ceremony. Hope you have a great afternoon here in Valletta, and thank you very much for your attention. Thank you. Ladies and gentlemen, please step up on the stage. Страшно. Воздать неправильно. Страшно. Now once again, thank you very much for joining us for the evening gun firing. Our next cannon fire will be tomorrow for our noonday gun at 12 o'clock. Until then, we hope you have a great evening here in Valletta, and thank you very much for your attention. Thank you. गाइस म चाहिँ यहाँ बसेको थिएँ होइन अनि एउटा बुढी आइमा चाहिँ यहाँ बसेको थियो होइन यो ढुङ्गा चाहिँ खस्यो यहाँ खस्यो अनि त्यसपछि बुढी आइमाको यहाँ उस लागेको ढक्कै लाग्यो क्या यस्तो रहेछ अनि कसरी नखस्नु यार टाँसिएको मात्रै रहेछ नि त यो त shit it's very dangerous आजको गन फायरिङ सक्यो गन फायरिङ सक्यो अब चाहिँ माल्टा 2050 को भित्र जान्छ है त कस्तो छ मान्छेहरु सब गन फायरिङ हेर्नेहरु एक शट मात्र हुँदो रहेछ नि त नि यार अहिले 2-3 चोटि ब्लाङ भएको मजा आउँछ त अब कहिले नदेखेको गन पड्काएको पो नाच्यो हेरे यार 3 वर्षपछि त्यति एउटा सर्ट हेर्नलाई 1 घन्टा कुद्नु पर्यो रेट तर यस्तो दामी आउँदो रहेछ नि त म त पस्तक्क तर्सिरहेको यो पर्किँदाखेरि त ल गाइस म चाहिँ अब यो 2050 को माल्टा हेर्नको लागि यो घरको अगाडि जाँदैछु एकदम युनिक कस्तो छ हेरौँ न
गाइस यो चाहिँ 2050 को माल्टाको बिल्डिङ है, यो भित्र देखाउँछ 2050 मा माल्टा के कस्तो हुन्छ भनेर। अब म जान्छु यो भित्र। गाइस टिकट पनि पाइसक्यो हैन, टिकट यस्तो हुँदो रहेछ। अब लेट्स सी। ओइ माको छ यस्तो रहेछ भित्र। भित्र यस्तो रहेछ। अब के हुने हो कस्तो हुने हो थाहा छैन यार। एक्सपेक्टेसन एकदम धेरै हाई छ। Oi! Follow me on a journey to Malta. Oi! 1950. Oi! Sustainable growth goes hand in hand with a high quality of life for people and for the environment. This vision commits to a greener Malta, on track for carbon neutrality by 2050. Now, Malta can draw even more from the sea while protecting its balance. Offshore, it offers a vast renewable supply of energy, sun and wind, powering growth and strengthening independence. Those ecosystems still provide what they always have: food, work, and livelihood. And in the blue economy, the sea becomes a frontier for engineering and innovation. Malta can turn seawater into fresh water for its fields and store clean energy through hydrogen, helping secure